म प्रवासी नेपाल कल्याणकारी चेरिटेबल ट्रस्ट र म लगायत उहाँ दुईजना बहिनी हुनुहुन्छ। हामीले चाहिँ एउटा अहिले एकदमै दुःखद घटना घटेर हामीहरू उहाँको सहयोगको लागि चाहिँ लागिपरेका छौँ। लम्कीचुवा नगरपालिका बरबछिला वडा नम्बर 8 बस्नुहुने नेपालदेखि उहाँ चाहिँ गुजरात आउँदै हुनुहुन्थ्यो। आउँदाखेरि बाटोमा उहाँको चाहिँ 81 निधन भयो। बसमा निधन भएर उहाँको दाइ चाहिँ लिनको लागि एम्बुलेन्स गरेर गुजरातदेखि जाँदै हुनुहुन्थ्यो र बाटोमा उहाँलाई पनि हार्ट एट्याक भएर उहाँको मृत्यु भयो। दुवैजना मृत्यु भयो। उहाँको अहिले चाहिँ घरको स्थिति एकदमै नाजुक। एउटा बुढी आमा, सानसाना नानीहरू, बच्चाहरू छन्। उहाँको लागि हामी सहयोग गर्दैछौँ होइन। हजुरहरूले पनि जतिले यो मेरो भिडियो हेर्दै हुनुहुन्छ हजुरहरू पनि सहयोग गरिदिनु होला र भिडियोलाई सेयर पनि गरिदिनु होला। हजुरहरूबाट जत्रो हुन्छ सहयोग गरिदिनु होला। अगर केही त्यस्तो छ भने चाहिँ हजुरहरूले मेरो बारेमा बुझ्नुभयो होला। यो अघिल्लो भिडियोमा पनि हजुरहरूले सहयोग गरेर मैले सायद 3 लाखसम्म उठाइसकेँ एउटा हाम्रो भाइको एक्सिडेन्ट हुँदाखेरि होइन। त्यस्तै गरेर तपाईँ पनि यो स्क्रिनमा नम्बर राखिदिनेछु र हजुरले सहयोग गर्नुहुन्छ भने मलाई पक्कै भरोसा छ त्यसले हामीहरूले सहयोग गरेर अहिले चाहिँ उहाँलाई हामीहरू अहिले हामीहरू कसले हामीलाई सहयोग गर्नुभयो उहाँको नाम समेत लिएर होइन अहिले फेसबुकमा अपलोड गर्नेछौँ। आगामी दिनमा पनि हजुरहरूले सहयोग गर्नु सक्नुहुनेछ। उहाँको आफन्त हामीसँगै टचमा छ। त्यसै गरेर अहिले कसले दियो हाम्रो मिना बहिनीले भन्नुहुन्छ। पहिला मिना बहिनी आफ्नो परिचय दिनुहोस् र त्यसपछि भन्नुहोस् है। नमस्कार, मेरो नाम चाहिँ मिना सुनार हो। म चाहिँ संस्थाको प्रवासी नेपाल कल्याणकारी चेरिटेबल ट्रस्ट संस्थाको म चाहिँ कोषाध्यक्ष हो। मैले चाहिँ रकम चाहिँ मेरो उठेको छ। नेपालदेखि चाहिँ रकम हजुरको संस्थामा रिक्वेस्ट गर्नुहोस् बहिनी, रकम उठाइदिनु भन्नुभएको थियो नर्पदा दिदीले। त्यसै गरी अनिल टमटाले भन्नुभएको थियो र मैले चाहिँ थोरै रकम उठेको छ। जति रकम उठ्यो उहाँको मम्मीलाई मैले पठाइदिने छु र अझ पनि रकम उठ्छ भन्ने आशा छ र उठेको म जति पनि पठाउने छु है। अहिले चाहिँ हाम्रो यस संस्थाका ललिता भट्टज्यू दाइले, आदरणीय दाइ मेरो, उहाँले चाहिँ 1000 रुपियाँहरू उठाउनु भएको छ। र त्यसै गरी दिपक के अरे कोषाध्यक्ष नै उपाध्यक्ष दिपक सुनारज्यूले पनि मेरो आफ्नै भाइ हुनुहुन्छ, उहाँले पनि रु 1000। त्यसै गरेर स्वयं मैले मिना सुनारले पनि 1000 र त्यसै गरेर पुनादेखि एउटा बाबु हुनुहुन्छ, उहाँले चाहिँ पुनादेखि 1000 रुपियाँ, करण गौतमले 1000 रुपियाँ पठाउनु भयो। त्यसै गरी रिना सुनार संस्थाभित्रकै अब हुनुहुन्छ, उहाँले पनि 500। त्यसै गरी नवीन, उहाँको चाहिँ ठ्याक्कै जात मलाई थाहा भएन होइन। नवीनले, उहाँ भाइले चाहिँ 800 रुपियाँ उठाउनु भएको छ र त्यो दिपा साईज्यूले सहसचिवले चाहिँ 500। त्यसै गरेर बमको भिनाजो होइन, त्यसै गरेर दिपक गिरीले जित गिरीले पनि 500 र त्यसै गरेर धन भण्डारीले पनि बछेला बस्नुहुन्छ, उहाँ चाहिँ 500 र त्यसै गरी मन्जु सुनारले पनि 200 उठाउनु भयो र त्यसै गरी महासचिव लोकेन्द्र बमज्यूले पनि, उहाँले पनि 500 उठाउनु भएको छ। हस् त, नमस्ते। टोटल चाहिँ हाम्रो अहिले 7506 रुपियाँ उठेको छ र त्यो पैसा मैले अहिले चाहिँ सुरत टमटाज्यूको खातामा मैले हाल्ने छु र अझ पनि म पैसा अझ पनि रकम उठ्छ भन्ने आशामा छु र अझ पनि उठेको जति रुपियाँ 1 रुपियाँ उठेर मैले चाहिँ त्यो पैसा सबै उहाँको मम्मीको खातामा पठाउने छु भन्न चाहन्छु। सहयोगी मनले सबैले सहयोग गरिदिनु भन्न चाहन्छु। जत्रो हुँदा उहाँको धेरै स्थिति कमजोर छ, नेपालमा पनि धेरै कमजोरी छ, मलाई थाहा भएको कुरो। र बच्चाहरू सानो छन्, 2 भाइकै सानो बच्चाहरू छन्, एकदम साना बच्चाहरू, एकदम नाजुक अवस्था छ। सहयोगी मनले सबले सहयोग गर्नुहोला भन्ने म एकदम आशा राख्दछु होइन। सहयोग गरिदिनुहोला भन्ने अनुरोध गर्छु दाजुभाइ दिदीबहिनी। जहाँबाट भिडियो हेर्नुभयो, स्वदेश नेपाल विदेश जहाँबाट हेर्नु भएको छ सबैले सेयर गरेर पुर्याइदिनु भिडियो, सबैले सहयोग गर्न भन्न चाहन्छु। हस् त, धन्यवाद। धेरै धेरै धन्यवाद छ। अझ पनि म के भन्छु भनेपछि कोही सहयोगी मनहरू हुनुहुन्छ हजुरहरू भनेपछि जत्रो सक्दो हुन्छ 500 1000 पनि भन्दैन, 10 20 50 रुपियाँ पनि उहाँलाई सहयोग गर्नु होला। एकै घरको 2टा छोरा बित्यो, सानसाना बाबुहरू छन् उहाँको होइन। उहाँको सानसाना बाबुहरू छन्, बाबुहरू एकदमै घर पनि एकदम झोपडी, मतलब नेपालमा थाहा होला नि तपाईँ, स्थिति डाउन छ एकदम, घरको सबै थाहा छ होइन। एकदमै
जमिन जग्गा पनि नभएको मान्छे हुन्, हजुरहरू सहयोग गरिदिनु होला। त्यसमा म नम्बर स्क्यानर त्यो पनि राखिदिन्छु, नम्बर स्क्यानर पनि राखिदिन्छु र त्यसमा तपाईँ सहयोग गर्नुहुन्छ भन्ने मलाई पक्कै नै आशा भरोसा छ। हस्।